भर्खरै एउटा विवाद सुल्झेको छैन, जुन चाहिँ नीलो बस यानि कि ब्लू बसको यो विवाद फेरि यो सरकारले अर्को विवाद हुने काम यानि कि कार्य गर्न लाग्दो रहेछ। बालेन सरकारले किन हटाउँदैछ नयाँ सिक्काबाट चुच्चे नक्सा? जुन चाहिँ तपाईँ हाम्रो सिक्कामा भएको नेपालको नक्सा हटाउने रे, अब गुम्बाको नक्सा राख्ने रे, होइन, यानि कि चित्र राख्ने। यदि यो हो भने यो सरकारले एकदमै गलत गर्दैछ, यसलाई बन्द गर्नुपर्छ यो कार्यलाई। र बडो नेपालको नक्सा सँगसँगै बडो बुद्धको चित्र राखेर बुद्ध बर्निङ नेपाल भनेर एउटा मेसेज जाने एउटा यो काम चाहिँ गर्दा चाहिँ बेटर हुन्छ सरकारले, होइन। जुन चाहिँ तपाईँ हाम्रो चिरपरिचित नाम हजुर बुद्ध वाज बोर्न इन नेपाल गायक धीरज राईज्यूले विश्वभरि बुद्ध बर्निङ इन नेपाल होइन भन्ने यो म्यासेज फैलाइरहेको उहाँले धेरै अगाडिदेखि नै गरिराख्नु भएको छ। यो कार्यलाई पनि एकदमै महत्त्वपूर्ण सपोर्ट मिल्ने भएको हुनाले यस्ता काम कार्य चाहिँ गर्नुहोला। र तपाईँलाई सल्लाह दिने मान्छे बेकुफ हो कि अहिलेका हाम्रो श्री प्रधानमन्त्री बालेन्द्र शाहज्यूकै यो आइडिया हो भने तपाईँ महाबेकुफ हुनुहुन्छ। यस्ता कार्य गर्नु अबदेखि बन्द गर्नुहोस्। धन्यवाद।